हेलो गाइज वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ हामी ग्रोसरी किन्न गएको थियौँ। मतलब सधैँ नै जान्छौँ जान त, तर आज पनि गएको थियौँ किन्न चाहिँ अर्कै सामान किन्न गएको थियौँ, तर अर्कै बोकेर आयौँ। तिमी चाहिँ पछाडि कोको कोला बोकेर आएको रे। हामी यहाँ चिया खानुपर्ने ठाउँमा यिनले कोको कोला खाने भनेर लिएर आएको छौँ टल। अब चाहिँ हामी रुमतिर जाँदैछौँ। यहाँ नै यसो के खाने हुँदैन, बिहानतिर जस्तो पानी पर्ला जस्तो भएको होइन। अहिले चाहिँ यहाँ कस्तो होइन, बादल कस्तो दामी लागेको छ, टलक्क घाम लागेको छ। अनि के भन्छ, अनि अब चाहिँ पूर्णिमाको बर्थडे आउन लाग्छ डिसेम्बर कति गते अरे? डिसेम्बर डिसेम्बर 5 गते छ। अनि मैले चाहिँ पूर्णिमालाई चाहिँ अनि के भन्छ बर्थडेमा नै एडभान्स गिफ्ट दिएको छु कि यो कार, यो ब्रान्ड न्यू कार चाहिँ मैले पूर्णिमाको लागि बुक गरिदिएको। अनबक्स भइसकेपछि तिमीलाई कस्तो लाग्यो भन त? एकदम राम्रो लाग्यो, धन्यवाद ओ जस्ट वेलकम। अब त्यस्तै हो, कुरा गर्दा गर्दा हामीले घर नै आइपुगेको रहेछौँ। कर्नलले रुम पुगिसक्यौँ। कस्तो फुल रहेछ रुम पनि। म चाहिँ बजारबाट आएर सुतिसकेको रहेछु। साँझ भइसकेको रहेछ। अब चाहिँ खाना पकाउनु पर्छ। अब चाहिँ मैले राजमा पकाउन लागेको छु रातिको खाना। खाना चाहिँ अब अलमोस्ट पाकिसकेको छ र आजको ब्लग चाहिँ म यही गर्छु। यो चाहिँ मेरो फर्स्ट ब्लग थियो। आई होप सबैले लाइक, सेयर, सब्सक्राइब गरिदिनुहुन्छ। एन्ड थ्याङ्क्स फर वाचिङ माई ब्लग।